हामी चाहिँ रेलवेको टनलभित्र जाँदैछौँ है। दादा हुनुहुन्छ गाडीमा, जोसुकैलाई जानु दिँदैन, उहाँको तर्फबाट चाहिँ यता पस्दैछु टनलभित्र। हेर्नुहोस् यस्तो छ है। तपाईँहरू चाहिँ ट्रेनमा चढेर फिल गर्नु हुँदैन, हामी चाहिँ त्योभन्दा अगाडि झन् हामी मभन्दा नि अगाडि त यहाँ दादाहरू हुन्छ है। के अरे भित्रभित्र साइड हुने जग्गा पनि रहेछ हेर्नु ल, तपाईँलाई देखाउँदैछु हेर्नु है। गाडी साइड हुँदैछ यहाँ, होलम्बा जस्तो रहेछ नि यो गाडी हो। हेर्नुहोस् त, लाइट पनि मऱ्यो, आबो चाहिँ हुन्छ खेला यहाँ हेर्नुहोस् भित्र। आधी किलोमिटर त भयो होला हामी यहाँको है त। ए 410 भएको छैन यो लाइटमा सबैले हेर्नु ए त्यो हो त फेरि 430 500 भन्दा 8 किलोमिटर हो त। हजुर गएकै छौँ यहाँबाट पनि भाइ हजुर 4 वर्ष भयो कुरा हो कि हजुर निन्द्राले भन्ने कुरा हिँड्नु पर्छ जब भने लास्टमा उठा छैन भनेको तर सबै भगेको छैन अहिलेसम्म। भगवान कामना परोस् होइन, नसकोस् यस्तो केही नहोस्। तर पुरै कुरा कस्तो हुँदो रहेछ एउटा लेभल चाहिँ हो क्रसिङ होइन, एउटा क्रसिङ यहाँ छ। यो त ट्रेनको क्रसिङ हुने जग्गा हो होइन ए त्यो गाडीको लागि मात्रै, गाडीको लागि। यहाँ चाहिँ हामी फर्किन्छ ल। ए हुन्छ, म तिमीलाई घुमाउनु मात्रै ल्याएको यहाँनिर। यो चाहिँ तेर्सो गएको लाइन हो। अब यहाँ सिधै उता गयो नि, पर यो दुई खोला माथि तेन्जिङ होटलको माथि जाँदा छ नि, ए हजुर त्यहाँ निस्किन्छ। यहाँबाट टक्क 1.5 किलोमिटर छ होइन। ए हो रहेछ। यसलाई हाम्रो भाषामा भन्छ, अहिले यहाँनिर कम्पनीको भाषामा जक्सन भन्छ। जक्सन यहाँबाट यता नि छुट्छ यता नि छोड्छ होइन। जस्तै हामी यहाँबाट घुम्यो, हजुर म गाडी घुमाउनु लागि यहाँबाट उता चाहिँ तपाईँको सिधै पर पिटु निस्किन्छ। पिटु यो चाहिँ सिक्किम जाने हो, यो चाहिँ तपाईँको यता टिस्टा सिलगढी सिलगढी यस्तो रहेछ हेर्नुहोस् है। ए टिस्टा चाहिँ यताबाट जान्छ, ए यहाँबाट चाहिँ उता रम्फू मल्लीको जक्सन यही चाहिँ। अब हाम्रो चाहिँ यहीँसम्म मात्रै हो। अन्त भाइ कुडिदिन हाल्छु फेरि हुन्छ भइहाल्छ, पसौँ ल। हुन्छ मजा आयो। दादालाई नै एकदम मेरो भ्लगमा स्वागत छ, धन्यवाद पनि छ तपाईँले घुमाउनु ल्याइदिनु भएकोमा। प्रेम पोसेर मात्रै यसले एकदम त्यहाँको राजुभाइ आएको छ कि हजुर त्यहाँ तल चाहिँ मैले फर्काएँ जाम लगाएको आँकडा हुन्छ यसरी नै होइन। हजुर अब जाम लगाएपछि हाम्रो केटा त्यही त मैले अघि भनेको